राजतन्त्र हेरेको होइन? के थियो राजतन्त्र? दमन थियो, शोषण थियो होइन, दमन थियो, शोषण थियो होइन, जमिनदारहरूले शोषण गर्थ्यो। तपाईको बरियारपट्टि गाउँपालिकाको अध्यक्षको टिकट पाउनुभयो भने वास्तवमा शिवजी यादव दोषी हो भने कारबाही हुनुपर्छ, दोषी छैन भने त्यो कुरा त अब अनुसन्धानमा चलिरहेछ नि त। या कस्तो खाले नेभी सङ्घको रणनीति बुझ्ने के होला त यो सरोजी? लोकतन्त्रमा यसो भेदभाव हुनु भएन। दर्शकबिन नमस्ते नमस्कार। तराई मधेस खबरद्वारा हरेक शनिबार सञ्चालन हुँदै आइरहेको यहाँहरूको लोकप्रिय कार्यक्रम तराई मधेस बहस लिएर म आइसकेको छु। कार्यक्रम सञ्चालक विवेक परियार र आज हामीले यस कार्यक्रममा अतिथिको रूपमा निम्ति आएका छौँ नेपाली काङ्ग्रेसका मधेस प्रदेश कार्य समिति सदस्य युवा नेता सरोज यादवज्यूलाई। हजुरलाई स्वागत छ तराई मधेस बहस कार्यक्रम। धन्यवाद तपाईँ लगायत तपाईँको सम्पूर्ण टिमलाई। सरोजी, चैत्र 5 गते सोपिउ निर्वाचन सम्पन्न भइसक्यो र जेएस मुरारकाको चुनावलाई हेर्दा नेभी सङ्घभित्रै चुनावको मनोनयन दर्ता हुनु अगाडि आन्तरिक प्रतिस्पर्धा हुने, नेभी सङ्घकै कयौँ नेताहरू कोही दक्षिणतिर फर्किने, कोही उत्तरतिर फर्किने, कोही पूर्व त कोही पश्चिम। तर मतदान सम्पन्न भइसके पछाडि जब काउन्टिङको रिजल्ट आउँछ नेभी सङ्घ विजयी हुन्छ। यसलाई नेभी सङ्घको चतुराई बुझ्ने या कस्तो खाले नेभी सङ्घको रणनीति बुझ्ने के होला त यो सरोजी? यस्तो छ, तपाईँले राम्रो कुरा उठाउनुभयो। यो तुरन्तै यो चुनाव बितेको छ चैत्र 5 गते नेपाल विद्यार्थी सङ्घ लगायतको सम्पूर्ण विद्यार्थी युनियनको जुन चुनाव थियो। हाम्रो के हुन्छ तपाईँको नेपाल विद्यार्थी सङ्घ धेरै गौरवशाली गौरवमय इतिहास बोकेको एउटा सङ्गठन हो, नेपाली काङ्ग्रेसको भातृ सङ्गठन हो। म पनि नेपाल विद्यार्थी सङ्घबाट राजनीति गर्दै आएको। के छ भने तपाईँको अब धेरैको इच्छा हुन्छ, आकाङ्क्षा हुन्छ होइन, अनि तपाईँको इच्छा आकाङ्क्षा त हुन्छ, सबैले आफ्नो हक अधिकारको लागि लडिराख्छ। र विद्यार्थीले अब तपाईँको राख्नु न, कम्तीमा हाम्रो सङ्गठनमा 8-10 जना जति तपाईँको उम्मेदवार थियो। अब सबैले मलाई सभापति दिनु, कसैले सचिव दिनु, कसैले के गर्नु, अब त्यो हुन्छ नि। तर के हुन्छ तपाईँको हाम्रो पार्टीको नेतृत्व पङ्क्तिहरू जुन छ त्यो नेभी सङ्घबाट सिक्नुपर्छ। किनकि जस्तो अब तपाईँ हेर्नु न, सिराहा जिल्लामा स्थानीय तहमा 2वटा जितेको छ, प्रतिनिधि सभा हारेकै छ, तपाईँको के भन्छ प्रदेश सभा एउटा पनि छैन। र नेपाल विद्यार्थी सङ्घले यति विवाद भएर पनि जितेर त हेराउँछ। त्यो सिक्ने नेताहरूको एकदमै जरुरी छ। नेपाल विद्यार्थी सङ्घ जसरी पनि सिक्नुपर्छ। किनकि हामीले अगाडिचोटि यो पालिको तपाईँको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा जति भएको छ, योभन्दा अगाडिको चुनावमा त योभन्दा कतिको भएको थियो। धेरै तपाईँको नगरसभा हलमा तपाईँको के भन्छ ब्राङ बुडुङ कुर्सी टुटफाट धेरै कुरा भयो होइन, हानाहान पनि भयो। तर यसपालि त हानाहान पनि भएन। कतै तपाईँहरूले विपक्षी दललाई यो झुक्याउन खोज्ने एउटा चाहिँ रणनीति त बनाएको होइन। त्यो केही पनि बाहिरबाट चाहिँ हेर्दाखेरि त नेभी सङ्घभित्र चाहिँ विवाद देखिने, अनि भित्रभित्रै तपाईँहरू एक होइन। त्यो विपक्षी दललाई त्यो झुक्याउने केही पनि हाम्रो रणनीति पनि त्यो भयो होइन। हाम्रो सङ्गठन ठुलो सङ्गठन छ, धेरैको सबैको इच्छा आकाङ्क्षा हुन्छ। तर हामीले के हुन्छ त, मैले भने नि, नेताहरूले सिक्नुपर्छ नेभी सङ्घबाट। आफ्नो हक अधिकारको लागि सबै लडिराख्छ, लड्छ, भिड्छ। तर चुनावमा तपाईँले पार्टीको डिसिजन भइसकेपछि नेपाली विद्यार्थी सङ्घले एक तन्त्र भएर सबैले आफ्नो आफ्नो जो जहाँबाट हुन्छ आफ्नो सङ्कल्पको साथ अगाडि बढेर जसरी पनि हाम्रो सङ्गठन जित्नुपर्छ, जिताउँछ होइन। त्यो हाम्रो लक्ष्य हुन्छ जहिले पनि कि हाम्रो सङ्गठन नहारोस्। सङ्गठन हराएर के फाइदा? त्यो पार्टीको मैले भने नि, मेरो पार्टीको सिक्नुपर्छ क्या नेतृत्व पङ्क्तिहरूले, नेभी सङ्घबाट सिक्नुपर्छ। आज सिराहा क्याम्पस पनि जितेको छ, अगाडिचोटि हारेको थियो। यसपालि सिराहामा पनि नेभी सङ्घको लाल किल्ला गाडिसकेको छ, जेएस मुरारका पनि गाडिसकेको छ। त्यो कुरा हाम्रो नेताहरूले यहाँ भगवान्ले सद्बुद्धि दियोस् कि यो कम्तीमा नेभी सङ्घले हामीले जहिले पनि जिताएको छ। हामी जति लड्छु झड्छु, मतलब लडाइँ झगडा तपाईँको एउटा घर फ्यामिलीमा हुँदैन, मिल्नुहुन्छ कि मिल्नुहुन्न तपाईँ भोलिको दिन। त्यस्तै हो नि, पार्टी भनेको सङ्गठन भनेको एउटा फ्यामिली हो कि, लडिराख्ने आफ्नो हक अधिकारको लागि। समय आइसकेपछि अब जब अरूसँग भिड्दाखेरि हामी एकजुट भएर त लड्नु पर्यो, भिड्नु पर्यो। हामी लडेको भनेपछि लड्ने समय आएपछि नेभी सङ्घ एक हुन्छ। समय जस्तो अब तपाईँको अब चुनाव भनेको एउटा रणभूमि नै बुझ्नु न। रणभूमिमा गएपछि यसो एक आपसमा तपाईँको अब फुट भएपछि त कहाँ जित्न सकिन्छ र?
सबै एक योद्धा नेभी सङ्घको म सबैलाई बधाई दिन चाहन्छु, धन्यवाद दिन चाहन्छु। हृदयदेखि तपाईँको जहिले पनि म एकदमै मस्तक भएर नेभी सङ्घको योद्धाहरूलाई अहिले पनि बधाई दिन चाहन्छु कि धेरै मेहनत गरेर सबैले। मैले अर्को प्रश्न तपाईँलाई जोडेँ, यति बेला नेपालमा बहुमतको 2/3 सरकार छ र तपाईँको पार्टी नेपाली काङ्ग्रेस र नेकपा एमाले यति बेला सरकारको नेतृत्व गरिरहेको छ र तपाईँहरूको पार्टीले सरकारको नेतृत्व गरिरहँदा यो क्रममा देख्न सकिन्छ सिराहा जिल्लामै नवराजपुरको घटनालाई लिन सक्नुहुन्छ या यति बेलाको सिराहाको समसामयिक विषय जो औढी गाउँपालिकामा जगको नाममा दलित वा डोम समुदायको घरै उठीवास गरियो, घर भत्काइयो, यो दलितमाथिको अन्याय अत्याचार भइरहेको छ। यसलाई नेपाली काङ्ग्रेसले कसरी लिइरहेको छ? तपाईँ पनि नेपाली काङ्ग्रेसको क्याडर हुनुहुन्छ, तपाईँले यसलाई कसरी लिनुहुन्छ? यस्तो छ, जस्तो तपाईँ दलितमाथि अन्याय भन्नुभयो, हुन्छ। तपाईँको समाजमा आज यो लोकतन्त्रको के छ, तपाईँको लोकतन्त्रमा बाँचिँदा आवाज उठाइरहेको छौँ नि हामी। अब अस्ति तपाईँको के भन्छ रिङ्कु सदाईकै कुरा लिनुहोस्, त्यहाँ एक जनता एक हाम्रो नेभी सङ्घले पनि आन्दोलन रोड तताएको होइन, हजारौँको सङ्ख्यामा आएर तताएको हो। र यो तपाईँको रिङ्कु सदाई पछिको यो फेरि एउटा सिराहा जिल्लामा आएको छ। यो ओढीको कुरो, ओढीको जुन अस्ति दलितको कुरो जुन छ त्यो एउटा दीपक मलिक भन्नेको जुन घर भत्काएर तपाईँको उनीहरूले एउटा जबको के गर्दै त्यहाँको अनेक सुनेको छु, हामी पनि मिडियामा धेरै आइरहेको छ। अनि यस्तो छ त्यो कुरामा नेपाली काङ्ग्रेस अब हामी एकदमै कता न कतैतिर हामी हेरिरहेछौँ के भइरहेछ। तर एकदमै अब प्रहरी अस्ति हिजै सुनेको तपाईँको त्यहाँको गपा अध्यक्ष लगायत जति पनि इन्भल्भ भएको मान्छेहरूले प्रहरीले अनुसन्धानमा राखेको थियो। अब अहिलेसम्म अनुसन्धान चल्दैछ। सत्य तथ्य कुरो के हो? अब आज यो कुरा जति एकातर्फबाट अर्को तर्फबाट त्यो सहमतिको पनि कुरा सुनाएको थियो हामी, त्यो उहाँहरूले सहमति गराएको थियो। अब धेरैले भन्छ झुक्याएर गराएको थियो, के हो त्यो अनुसन्धान? प्रहरीले अनुसन्धान गर्दैछ, प्रहरीको अनुसन्धानमा त्यो कुरा अहिले पनि छ। हाम्रो कानुनमाथि विश्वास पनि राख्नुपर्छ। अब त्यो तपाईँ यो कुरा लिनु न, अस्ति नै यही काण्ड लिएर तपाईँको सिडिओलाई पनि तानेको छ। अस्ति हिजैको कुरा हो, सिडिओलाई तानिसकेको छ, वासुदेव दाहाललाई तानिसकेको छ, जिल्लाबाट चाहिँ उहाँलाई ठ्याक्कै गृह मन्त्रालयले तानिसकेको छ। अनि तपाईँको एसपीले पनि अनुसन्धान गर्दै हुनुहुन्छ। सत्य तथ्य के हो भने अब 1-2 दिन पक्नु आफै आउँछ, केही न केही त आउला। अनि तपाईँको धारणा के हो? मेरो धारणा यसो कसैमाथि, अब यो लोकतन्त्र हो, सबैको हक अधिकारको कुरो हो होइन। लोकतन्त्रमा यसो भेदभाव हुनु भएन होइन। मेरो धारणा यही हो, आज लोकतन्त्र हो भने सबैको समान, मतलब समाजवाद मान्ने मान्छे हामी। समाजवाद भनेको समानता, समाजमा समानता ल्याउनु। जातिवाद भनेको समाजको लागि जहर हो। मतलब यो कहिले पनि जातिवाद जहाँ छ त्यो समाज कतै न कतै त्यो जहर घोलिरहेछ त्यो समाज। तर फेरि यसमा देख्न सकिन्छ सरोजी, यसै घटनामा हिजो चाहिँ त्यहाँका पालिका अध्यक्ष शिवजी यादवलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिए पछाडि जो रातिको अवस्था त्यहाँ हामीले देख्यौँ, एक थरी केही समूहहरू चाहिँ त्यहाँ जिल्ला प्रहरी कार्यालय अगाडि नै गएर उहाँहरूले प्रदर्शन गरिरहनु भएको छ। के अरे शिवजी यादवलाई चाहिँ रिहा गर भन्ने खालको नाराबाजीहरू भइरहेको छ। यस्तो छ, शिवजी यादव दोषी हो कि होइन, मेन कुरा त्यो आउनु पर्यो। वास्तवमा शिवजी यादव दोषी हो भने कारबाही हुनुपर्छ, दोषी छैन भने त्यो कुरा त अब अनुसन्धानमा चलिरहेछ नि त, अनुसन्धान हुन दिनु न। फ्याक्ट कुरा के हो भने मैले भने लोकतन्त्रमा सबैको अधिकार छ। एउटा अब डोम समुदाय मतलब मलिक भन्छ होइन उहाँहरूले, त एउटा त्यसरी दमनै भएको हो कि उहाँको सहमतिमा भएको, त्यो त अनुसन्धान चल्दैछ नि। प्रहरीको अहिले नियन्त्रणमा सबै छ होइन। त्यो कुरा बुझ्नुपर्ने कुरा हो भने अब तपाईँको वास्तविक कुरा के हो भने त्यहाँको के मतलब धेरै कुरा छ। मिडियाहरू पनि आफ्नो तरिकाले गरिरहेछ, पुलिस प्रशासनको पनि आफ्नो काम छ, अनुसन्धान गर्दैछ। त्यहाँको जनताको के छ तपाईँहरू पनि जान्नु, त्यहाँ पत्ता लगाउनु के छ, त्यहाँको खास कुरा के छ। तपाईँले लोकतन्त्रको कुरा गरिरहँदाखेरि मैले एउटा कुरा तपाईँलाई जोडेँ। यति बेला देशमा तपाईँकै पार्टीले सरकारको नेतृत्व गरिरहेको यो खण्डमा, यो अवस्थामा राजावादीहरू जुरुमुराएर उठिरहेछन्। राजावादीहरूले के भनिरहेका छन् भन्दाखेरि यो नेताहरूले देश बिगार्यो, नेताहरूले देश बेच्यो, देशै अब सिधाइसक्यो, त्यसकारण अब राजा आऊ देश बचाऊ भनेपछि लोकतन्त्र त खतरामा छ नि सरोजी। के हो राजा हुने कतिको सम्भावना छ यो देशमा, ल बताइदिनुहोस्। यस्तो तपाईँले म के भन्न चाहन्छु भने
राजा आउने केही सम्भावना छैन। राजतन्त्र हामीले हेरेको होइन र, हामीले यत्रो लडेर होइन, यत्रो भिरेर हामीले प्रत्येक तपाईँको लोकतान्त्रिक आन्दोलनमा, मधेस आन्दोलनमा पिटाइ खाएर होइन, धेरै लडेर राजतन्त्र त हेरेकै हो नि। अब के हुन्छ तपाईँको आज लिनु न त, लाहा नगरपालिका महेश चौधरी जितेको छ होइन। तपाईँको योभन्दा अगाडि के भन्छ मान्छे, मुनि शाह नै राम्रो थियो। अब अहिले धेरैको मुखबाट आउँछ कि सुनिरहेको छु, मुनि शाह नराम्रो भएर नि महेश चौधरी आएको, महेश चौधरी भोलिको दिनमा नराम्रो भएर नि तपाईँको कोही नयाँ आउँछ। राजतन्त्र त हेरेको कुरा हो नि त, हामीले राजतन्त्र हेरेको होइन। के थियो राजतन्त्र? राजतन्त्रमा के थिएन भन्नु न, यत्रो थियो, गाउँ गाउँमा राजा थियो, दमन थियो, शोषण थियो होइन, जमिनदारहरूले शोषण गर्थ्यो। तपाईँको राजतन्त्रमा हाम्रो, मैले पढेको पनि छु, धेरै हेरेको पनि छु, किन हामीले राजतन्त्र प्रत्यक्ष रूपमा पनि हेरेको छु। निरङ्कुश तपाईँको जतिखेर त नयान्टी दरबार घटना भइसकेपछि मैले एसएलसी दिएँ, 58मै एसएलसी दिएको मैले, त्यतिखेर मैले धेरै कुरा हेरेको हो कि। अब तपाईँको ल के भन्छ, यो राजा वीरेन्द्र राजा हुँदा हामीले एक्सेप्ट गर्थ्यौँ, तर यो ज्ञानेन्द्र शाह जस्तो राजालाई हामीले मान्ने, ज्ञानेन्द्रलाई मान्ने, तर उहाँलाई नै यति बेला जनताले चाहिँ सम्मान गरिरहेको, जनताले होइन, त्यो ठाउँ-ठाउँमा फुलको मालाले उहाँलाई स्वागत गरिरहेको छ। फुलको माला, यत्रो जनता, लाखौँ लाख जनता लाखौँ लाख उत्रिरहेको छ। त्यो देखाउने दात हो कि। तपाईँको लाखौँ लाख होइन, मिडियाले त 1000लाई भनिदिन्छ, 5 लाख भनेर हुन्छ, कतै 500 हुन्छ, 200 हुन्छ भनिदिन्छ, 2 लाख भनिदिन्छ, त्यसरी हुन्छ। राजतन्त्र मरिसकेको संस्था हो, कहिले पनि जीवित हुँदैन, यति कुरा याद राख्नुहोस्। राजतन्त्र हामीले भोग्तेर राजतन्त्र, राजावादी त यसो भन्छन् नि, जनताले चाह्यो भने फेरि पनि राजा आउन सक्छ। जनताले चाह्यो नि नहुन्छ, जनताले चाहन्छ र। राजावादीहरूको अलिक जुन राजावादी तत्त्वहरू छन् तिनीहरूले तताइरहेछ, तर तात्दैन जनता, किनकि यही व्यवस्था, योभन्दा लोकतन्त्रभन्दा उत्तम उत्कृष्ट कुनै व्यवस्था हुन्छ? लोकतन्त्रभन्दा सबभन्दा दुनियाँको सर्वश्रेष्ठ उत्कृष्ट उत्तम व्यवस्था लोकतन्त्र हो, तर यही व्यवस्थालाई सुधार गर्नुपर्छ नि त। अब नेताहरूले गल्ती गरेर यो व्यवस्था नै फ्यालिदिने, नेताहरू गलत गरेको छ यो देशमा। योभन्दा अगाडि तपाईँले रविको हेर्नुभयो, अरू पनि। अब ल नेपाली काङ्ग्रेसका नेताहरूले बचाएको छ। तपाईँको करप्सनकै कुरा आयो, देशमा अलिकति आर्थिक सङ्कट आएर यति मचिरहेछ कि चौतर्फा राजतन्त्र, कोही आइरहेछ कतैबाट। तपाईँले रविको कुरा जोड्नु हो, तपाईँले रविको कुरा जोड्नु हो नेताजी। तपाईँ नेपाली काङ्ग्रेसको क्याडर हुनुहुन्छ, तपाईँको पार्टीभित्रको नेताले गल्ती गरेका छैन? सुन्नुहोस्, गगन थापालाई अनुसन्धान हुनुपर्छ कि पर्दैन? आर्जु देउवा राणालाई अनुसन्धान हुनुपर्छ कि पर्दैन? र अन्य जति पनि नेपाली काङ्ग्रेसभित्रका क्याडरहरू जो मुछिएका छन् भ्रष्टाचार मुद्दामा, जुन नेताहरूमाथि चाहिँ प्रश्न चिन्ह खडा भएको छ, उहाँहरू चाहिँ अनुसन्धानको दायरामा आउनुपर्छ कि पर्दैन? बताइदिनुहोस्। यस्तो छ, यदि मेरो पार्टीको नेताहरू योभन्दा अगाडि पनि पढेर नेपाली काङ्ग्रेस बचाएको छ, तपाईँको विजय कुमार गजदार, जेपी गुप्ता, तपाईँको लगायत खोम बहादुर खड्का लगायतको धेरै नेताहरू पढिसकेको छ। नेपाली काङ्ग्रेस हेर्नु भएको छ, कहिले पनि बचाएको छ र। अब त्यो रविको, यदि रविको केसमा रविमाथि तपाईँको 3 करोड 36 लाखको विगत थियो होइन, त्यहाँको करप्सन कति भएको छ? 1 खरब। एउटा रवि त होइन, यो देशमा भ्रष्टाचारी गर्ने सबैलाई, तपाईँको भ्रष्ट नेता, भ्रष्ट के भन्छ कर्मचारी, तपाईँको गाउँदेखि लिएर गाउँदेखि केन्द्रसम्म जति भ्रष्ट गरेको छ नेताहरू, यसलाई एक तपाईँको सम्पत्ति सुदृढीकरण गरेर एकलाई कराभन्दा करा कारवाही हुनुपर्छ। अनि यो देश बन्छ। जनताको पैसा जनतामा ल्याउनु जरुरी छ, किनकि यो व्यवस्थालाई फ्याल्ने, आज यो व्यवस्थामाथि जुन खतरा मण्डाइरहेको छ नि, यही नेताहरूको कारण। युवा पुस्ताले लन्च नहुन दिने, युवा पुस्तामाथि दमन गर्ने, अनि के भन्छ यिनीहरूले बारम्बार त्यो सत्तामा जाने। तपाईँले भन्नुभयो नेपाली काङ्ग्रेसको नेताहरूले कतै आफ्नो नेताहरूले बचाएको छैन। म एउटा उदाहरण दिन्छु तपाईँलाई। भन्नु न। हिजो तपाईँहरूको पार्टीको सभापति शेरबहादुर देउवाको श्रीमती आर्जु देउवा राणाको नाम नक्कली भुटानी शरणार्थी प्रकरणमा आएकै हो नि, जोडिएको हो नि। खोइ त उहाँको अनुसन्धान भएन, उहाँमाथि छानबिन भएन। यसलाई के बुझ्ने त? यो कुरा सुन्नुपर्छ, तपाईँले कुरा बुझ्ने कुरा हो। कुरा आएको ल, तपाईँ आज बोल्दै हुनुहुन्छ, पत्रकारिता गर्दै हुनुहुन्छ होइन, तपाईँ आज यो लोकतन्त्रको होइन इफेक्ट हो। लोकतन्त्र भएर तपाईँ यतिसम्म बोल्नुहुन्छ, राजतन्त्रमा बोल्नु सक्नुहुन्थ्यो यतिसम्म, सकिँदैन थियो होइन। तर आर्जु राणाको कुरा आयो भने, आर्जु देउपाको कुरा आयो भने, आर्जु के हो र? यही पार्टीको लोकतन्त्रभित्र हो नि त होइन, राज परिवारको त होइन। राज परिवारमा हुन्थ्यो न, राजा हुँदाखेरि तपाईँको सबभन्दा ठुलो राजा हुन्थ्यो। तपाईँको उहाँमाथि छानबिन हुनुपर्छ कि पर्दैन? होइन, उहाँ दोषी छ भने उहाँमाथि पनि छानबिन हुनु जरुरी छ।
छैन भने आवाज उठाउँछ। राजनीतिकमा जसलाई पनि जहाँबाट पनि प्रहार हुन्छ के, जस्तो म सरोज यादव, म माथि केही न केही मुद्दा उठाइदिन्छ, केही न केही प्रहार भएपछि म दोषी नै छु भन्ने त्यो कुरा पनि होइन क्या, बुझ्ने कुरा त्यो पनि हो। अब आर्जु राणा अहिले दोषी साबित भएको छैन नि त। अब आर्जु राणा दोषी हुन्छ भने आर्जुलाई पनि कारबाही हुनु, हामी नै आवाज उठाउँछौँ आर्जु राणालाई कारबाही हुनुपर्छ। हाम्रो पार्टीलाई यत्रो सङ्घर्ष गरेर एक एक बलिदान दिएर एक एक योद्धाहरू यो पार्टी निर्माण गरेको हो नि त। अब त्यो आर्जु राणा कोही पनि होइन, यो पार्टीको एउटा क्याडर हो, नेता हो एउटा। तपाईँको उहाँले पनि सङ्घर्ष गरेर यो पार्टीमा धेरै मेहनत गर्नुभएको छ। यदि दोषी उहाँमाथि पनि कारबाही हुन सक्छ, दोषी छैन भने केही पनि हुँदैन। अब मैले तपाईँलाई यतातिर जोडेँ, बरियारपट्टि गाउँपालिकामा तपाईँ एउटा चर्चाको विषयमा हुनुहुन्छ। त्यहाँको जनता, त्यहाँको युवा र त्यहाँका बौद्धिक समाजसेवीहरूले के भनिरहेका छन् भन्दाखेरि आउँदो 2084 को उम्मेदवार, गाउँपालिकाको अध्यक्षको उम्मेदवार भनेको सरोज यादव जस्ता मान्छे हुनुपर्छ, सरोज यादव जस्ता युवा नेता हुनुपर्छ। तपाईँको मिसन के छ? यस्तो छ, सबभन्दा पहिला के भन्नुपर्छ, मिसन 84 बताइदिनुहोस्। तपाईँ उम्मेदवार भएर आउने कि नआउने? यस्तो छ, उम्मेदवार भएर आउने नआउने पनि होइन, आउने मेन कुरा के भने राजनीतिक भनेको तपाईँको विवेक हो, समान हो होइन, सेवा हो, यो कुरा बुझ्नुपर्छ होइन। प्रतिशोध कतै पनि होइन, बुझ्नुभयो नि। अब के छ, तपाईँको मेरै पार्टीभित्र अपमान गर्छ, प्रतिशोधको भावना राख्छ, त्यो पनि होइन। मैले के भन्न खोजा भने तपाईँको मेरो पालिकामा तपाईँको प्रत्येक वाडावाड नेपाली काङ्ग्रेसको कार्यकर्ताले सरोज यादव आउनुपर्छ, जनताले भन्नुपर्छ सरोज यादव आउनुपर्छ, म तयार छु, के मेरो आपत्ति छैन, म तयारै छु। जब यो राजनीतिक मतलब चुनाव कसको लागि लड्ने? जनहितको लागि लड्ने, समाज परिवर्तनको परिवर्तन गर्नलाई लड्ने होइन। अनि तपाईँको अब कसैले अब समाजमा मान्छेले मलाई जनताले भन्नु पऱ्यो नि सरोज यादवजी तपाईँ चुनाव लड्नु पऱ्यो, म तयार छु। जस्तो तपाईँहरू चर्चामा हुनु, मलाई खुसी लाग्छ, कम्तीमा चर्चामा त आइरहेको छु। चर्चामा आइरहेको छु भने, चर्चा गरिरहेको छ भने म पक्कै आउँछु। के आउनुहुन्छ? कदाचित यदि तपाईँले 84 मा बरियारपट्टि गाउँपालिकाको अध्यक्षको टिकट पाउनुभयो भने वा 84 को चुनावमा तपाईँ विजय हुनुभयो भने गाउँपालिकालाई व्यवस्थित गर्ने, त्यहाँको शिक्षाको सवालमा, त्यहाँको रोजगारीको सवालमा, त्यहाँको कृषिको सवालमा, त्यहाँको स्वास्थ्यको सवालमा तपाईसँग को एजेन्डा के छ? यस्तो के छ तपाईसँग एजेन्डा? धेरै कुरा भन्ने, अलिअलि भन्ने के छ, के हो भने धेरै कुरा भनिदिनुहुन्छ भने भोलिको दिनमा के हुन्छ, तपाईँको भिजन चोडेर तपाईँलाई जनताले देखिरहेको छ। ठिक छ, त म भन्न खोजा हो भने के हो भने तपाईँको त्यो म आइदियो भने मैले के छ, अब जस्तो अब सबैले नेताहरू के भन्छ, तपाईँ कृषिको कुरा गर्छ, स्वास्थ्यको कुरा गर्छ होइन, शिक्षाको कुरा गर्छ, गर्न त गर्छ, तर अहिलेसम्म कार्यान्वयन गरेको छ र छैन नि गरेको सबैले। त मैले पनि त्यस्तो अब मैले भनिदिएँ ल मलाई विजय गराउनु, मैले यस्तो गर्छु, मैले काम गरेर हेराउने हो कि बोल्ने होइन। मैले धेरै सरोज यादवले केही पनि बोल्दैन अहिले। सरोज यादवको कामले वर्णन गर्छ। म आएपछि नि जनताले मलाई एकचोटि चान्स दियो भने मलाई बारम्बार चान्स दिन्छ जनताले, मलाई विश्वास छ। किन मैले अध्ययन गरेको छु, मैले धेरै सङ्घर्ष गरेर राजनीतिकमा आएको छु। तपाईँलाई पार्टीले, तपाईँको पार्टीले तपाईँलाई, मलाई विश्वास छ मेरो पार्टीले मूल्याङ्कन मलाई नै गर्नुहुन्छ, किनकि जतिको सङ्घर्ष मैले गरेर आएको छु। तपाईँ हेर्नु न, लोकतान्त्रिक आन्दोलनमा मैले पिटाइ खाएर, प्रहरीको पिटाइ खाएर थुनमा पढेकै हो। तपाईँको मधेस आन्दोलन पनि मैले, तर मधेसको चुनावमा फेरि एउटा कुरा त जोडिन्छ नि सरोजी, आर्थिक कुरा। मधेसमा एउटा के बसिसकेको छ भन्दाखेरि मानसिकता, जोसँग पैसा छ उही सत्तामा छ, त्यो यो छ नि। अनि सरोज यादवसँग पैसा छ कि छैन? यस्तो छ, अब मेन कुरा यो कुरा बुझ्नुपर्छ। सबभन्दा अगाडि चुनावमा तपाईँको के हो भने अब जस्तो पैसाको कुरा आउँछ, किन आउँछ पैसा? परिवर्तन हुन्छ ल, मै नै आफ्नो घर घराडी बेचेर चुनाव लड्छु ल, मैले के साँच्चीले परिवर्तन गर्न सकिन्छु र मै सरोज यादव भोलिको दिनमा करोडौँ खर्च गरेर म जनतामा करोडौँ खर्च गर्छु होइन, अनि मैले 2 करोड कमाउनु मेरो लक्ष्य हुन्छ। किनकि मैले अब जनताले सबभन्दा अगाडि जनताले के गर्नुपर्छ, होसियार बन्नुपर्छ। यहाँ जनताले सुध्रिने जरुरी छ, सबैको खानु, तर सक्षम योग्य को छ, कसै त्यो मान्छेको पैसा नखर्च भएर त्यसलाई चुनाव जिताउनु। आज काठमाडौँको हेर्नु न, बर्दिवासको मेरै साथी छ, बर्दिवासको मेयर तपाईँको के भन्छ छेत्री होइन, धेरै ठाउँमा छ। अनि तपाईँको के पैसा खर्च गरेर चुनाव जितेको छ। बालेन्द्र शाह जस्तो मान्छे पार्टीभित्र पनि छ के,
होइन बालेन्द्र शाह जस्तो नेता मधेसमा छन्, तपाईँ पनि हुन सक्नुहुन्छ। तर काठमाडौँ जस्तो जनता वा हर्क सम्पाङले जितेको धरान जस्तो जनता, यो मधेसको जनता चाहिँ कहिले भइदिने, कसरी हुने? मेन कुरा के हो भने त्यही मधेसको जनता अब बुझ्नुपर्छ। नेता त छ, बालेन जस्तो काठमाडौँमै बालेन शाह छ त्यस्तो होइन कि, पार्टीभित्र पनि बालेन शाहहरू पनि छ। पार्टीको नेताहरू, नेतृत्व पङ्क्तिहरू पनि चिन्नुपर्छ, जनताले पनि चिन्नुपर्छ। किनकि अब तपाईँले खर्चको कुरा गर्नुहुन्छ भने अब तपाईँ नै अब खर्चको कुरा गरिसकेपछि मैले अब के न के त बोल्नु पर्यो। अब खर्च गरेर कसले परिवर्तन गर्न सक्छ भन्नु त? हुन्छ परिवर्तन? सम्भवै छैन। सम्भव छ परिवर्तनको? अनि जनताले यो कुरा बुझ्ला नि त? जनताले यो दुःख बुझ्नुपर्छ। अहिले पनि पुँजीवाद हबी छ, तपाईँसँग धेरै पैसा छ, कार छ, चिल्लो गाडी छ। हामी बिपीले, हाम्रो बिपी बात मान्ने मान्छे हो हामी, होइन? बिपीले भनेको थियो प्रजातन्त्र आएपछि, लोकतन्त्र आइसकेपछि पार्टीभित्र जनतामा पनि तपाईँको चिल्लो चाप्लो गाडी चढ्ने, मोटा घाटाहरू, होइन? तपाईँको जुन हुन्छ चाप्लुसीबाजहरूको वर्चस्व हुन्छ। त्यो कुरालाई सर्वसाधारण कार्यकर्ताले, इमान्दार कार्यकर्ताले चिर्नुपर्छ, अगाडि बढ्नुपर्छ, त्यस्तालाई तल लगाउनुपर्छ। त्यही भएर त मेन तपाईँको समाजवादी हामी हो, समाजमा समानता ल्याउने हो। तपाईँको चुनावको बेला जुन खर्च हुन्छ यो विडम्बना हो, समाजको लागि दुर्भाग्य हो। हाम्रो मधेस कम्युनिटीको लागि झन् दुर्भाग्य हो। मधेस कहिले परिवर्तन हुन्छ? यहाँ जनता परिवर्तन हुनु, आफू परिवर्तन हुनु जरुरी छ, त्यसपछि नेता आफै परिवर्तन हुन्छ। राम्रो नेता, राम्रो नेतृत्व ल्याउनु जरुरी छ। भिजन भएको युवाहरूलाई लन्च हुनु जरुरी छ। चुनावमा त्यो कुरा हेर्नुपर्छ जनताले कि वास्तवमा भिजन बोकेको युवा को हो, सङ्घर्ष गरेर आएको युवा को हो, जनताले त्यहाँ मूल्याङ्कन गर्नुपर्छ। त्यहाँ मूल्याङ्कन गर्नु। अन्तिममा सरोजी तपाईँले अब 84 को कुरा गरि नै हाल्नुभयो, तपाईँले आफ्नो पालिकावासीलाई के सन्देश दिन चाहनुहुन्छ? मेरो पालिकावासीलाई मेरो यही सन्देश छ। बाहिरपट्टि मेरो पालिका पर्छ, म 5वटा वाडामा मैले के भन्न खोजा हो भने तपाईँहरू यसो बुझ्नु। मैले आज अन्तर्वार्तामा धेरै कुरो भनिसकेको छु। जस्तो के गर्नु, एजेन्डाको कुरा पनि आयो। अब एजेन्डाको कुरा आउँदा मैले एउटै कुरा हो कि भोलिको दिनमा मेरो बाहिरपट्टि पालिकामा म हुँदाखेरि म एउटा सङ्केत दिन चाहन्छु कि यदि म चुनाव जित्छु 84 मा, यदि मलाई मेरो पार्टीले मूल्याङ्कन गर्यो भने तपाईको मेरो पालिका हिमालको मान्छे भिजिट गर्न आउँछ, तपाईको पडोसी मुलुकको मान्छे मेरो पालिकामा भिजिट गर्न आउँछ। मेरो प्रतिबद्धता हो, म यति गरेर हेराउँछु, कृषिमा सुधार गर्छु। कृषि ल किसानको दुःख पीडा कतिको हेर्नु न। एउटा अब शिक्षा स्वास्थ्यको कुरा पनि गरौँ होला। अब किसानको अब ल खाली धान उब्जाउने, गेहूँ उब्जाउने, तर मेन कुरा भिजन हुनु पर्यो। त्यहाँको नेताहरूले त्यहाँको अवस्था के छ, किसानको अवस्था के छ बुझ्नु परेन। मेन कुरा किसानले ल धान उब्जाएर हुन्छ। हामीले के सोच्नुपर्छ भने मतलब कृषिमा तपाईँको जस्तो अब धान उब्जायो भने भोलिको दिनमा कृषि एक्सपोर्टहरू राख्नुपर्छ 2-4वटा। उहाँहरूले तपाईँको 6 महिना अगाडि 2 महिना अगाडि नै कुन फसलको कुन जुन दाना उब्जाउँछ, अब त्यसको कतिको मार्केट रेट छ त्यो हिसाबले खेती गराउने पालिकामा। ल धानको रेट कम छ भने धान नउब्जाउने, अलिअलि खानाले आफू उब्जाउने, तोडी उब्जाउने, उखु उब्जाउने, धेरै कुरा छ, तरकारी उब्जाउने। जसको अनि जस्तो छ न, अब काठमाडौँमा लिउँ न, कालीमाटीमा छ। हाम्रो पालिकाले त्यो मूल निर्धारित गरेर, हाम्रो पालिकाबाट मूल निर्धारित गरेर एउटा स्टल राख्नु पर्यो नि। विराटनगरमा राख्नु पर्यो, काठमाडौँ कालीमाटीमा राख्नु पर्यो तरकारीको। अनि त्यहाँ मूल किसानबाट हामी किन्ने, अनि त्यहाँबाट पालिकाले किन्ने, अनि आयात गर्ने। त्यहाँ रोजगार पनि सिर्जना हुन्छ। 2-4 जना अब 2-4 जना तपाईँको त्यहाँको मान्छे जहाँ तरकारीको स्टल लगाउने, जहाँ रोजगारी पनि पाउँछ। त्यस्तो यसो भिजन हिसाबले काम गरे अलि सहज हुन्छ। भनेपछि तपाईँ त्यही भिजनले जानुहुन्छ? अब त्यस्तो त धेरै भिजनहरू छ। अब धेरै कुरा अहिले भनेर भन्न सक्दैन, शब्दमा मैले कतिको भन्ने त्यो होइन। अब जति भने पनि कमै हुन्छ। अब टाइम पनि छैन, समय पनि छैन, तपाईँहरूले पनि अर्को कार्यक्रम पनि छ। त्यही भएर अब बाहिरपट्टिको जनताले अब सबै कुरा नबुझ्ने पनि होइन, बुझेको परिवर्तनशील जनता मलाई विश्वास छ। तपाईँलाई विश्वास? पूर्ण विश्वास। किनकि आजसम्म मैले हेरेको छु, सबभन्दा पहिला यो हाइवेभन्दा पहिला परिवर्तन उतैतिर हुन्छ। मैले हेरिसकेको, योभन्दा अगाडि पनि हेरेको छु, पहिला पनि हेरेको छु। सबभन्दा नयाँपन आउँछ भने त्यही हुलाकी सडकमा आउँछ। बाहिरपट्टि लगायत यतातिर हुलाकी सडकमा सबभन्दा पहिला नयाँपन आउँछ। हो, समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद। तपाईँले पनि मलाई बोलाएर 2-4 शब्द यहाँ सोध्नुभयो। यो जनहितको लागि, समाजको लागि केही कुराहरू मैले राख्न पाएँ, त्यसको लागि तपाईँ लगायत तपाईँको सम्पूर्ण टिमलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु।
म सरोज यादव।